मलाई धम्लो पानी देखिन्छ म सक्दैन खोला तार्नु सक्दैन मलाई अपाङ्ग महिलालाई पुल चाहिए मेरो घर चाहिँ स्कुलको लागि जग्गा दान गरेको छु सर मैले स्कुललाई मैले कुरो यो पुलको लागि मेरो पुल बन्ला मेरो गाउँ हिँड्ला भनेर मैले धेरै सम्पर्क गरेँ तर पुलै केही भएन आजसम्म म रोएर हिँडेको छु मेरो गाउँले झलुङ्गोमा मजौरो बोकेर हिँड्छ है त्यो भएर मलाई अचम्मै रुनु छ यो पुल 10 वर्षमा किन बनेन सर यस्तो 10 वर्षमा झुलाउने होइन नि त हो कि सरकारको सम्पत्ति हो भने छिट्टो बन्नु पर्यो होइन गाउँघरको हो भने नबनेर यस्तै हेलाची गर्नु पर्यो रोएर बसेछौँ सरकार हामीलाई यस्तो अगलो ठाउँमा हाम्रो बास छ हाम्रो पुल बनाउँछु भनेर 10 वर्षसम्म आएर हाम्रो पुल पनि बन्दैन सरकारले दिएको सम्पत्ति पनि कहाँ गयो हामीलाई के सुविस्ता भएन हामीले झलुङ्गोमा मजौरो बोकेर झलुङ्गोमा हिँड्छौँ सरकार हामीले त्यही हो बिन्ती चढाउने अहिलेको कुरा सदस्य हो र यो लेखबेसी र चाहिँ अब वीरेन्द्रनगर जोड्ने हामी निर्वाचित भएर आउँदा फेरि पनि यही गतिमा थियो र अहिले यो बन्छ कि भन्ने आशय लिँदा झन् यो खण्डन गरेर यसलाई चाहिँ अब ढाल्ने प्रयास भइरहेको छ यसलाई रोकिदिनु हुनुको लागि म एउटा अपाङ्ग महिला हो म मेरो घरमा केही पनि छैन बिहान खाम त बेलुका खाम त केही छैन मेरो एउटा म अपाङ्ग महिला छु मेरो घरमा कुनै पढे लेखेको कुनै जागिरी मान्छे छैन कि तर पनि यो पुलको लागि म धेरै सहयोग गर्ने मान्छे हो म 52 सालदेखि बाल्ला खने तापनि आफूले कुटोले खने बेल्चाले उठाए तापनि अहिले यहाँ आएर जेसीबी लगाएर नगरपालिकाले खै के हो हामीले उहाँहरूसँग जिज्ञासा राख्यौँ उहाँहरूसँग हामीले चाहिँ धेरै कुराहरू चाहिँ राख्यौँ तर यो चाहिँ हामीले चाहिँ कुनै उपलब्धि पाएका छैनौँ हर साल तपाईँको स्टेबलेटर लगाएर तपाईँको हेर्नुहोस् यो 5-6 मिटर अब तपाईँको भन्छ जुन कि हाम्रो म्यापमा तपाईँको 3 फिट 4 फिट भने चाहिँ यहाँ चाहिँ तपाईँको 4-5 मिटर 10 मिटर तल चाहिँ स्टेबलेटर हालेर चाहिँ तपाईँको उत्खनन गरिरहेको अवस्था छ अहिले पुल सक्सेस छैन भन्नको कारण तलबाट उत्खनन यसरी चाहिँ गरिदिएपछि पुल कसरी सक्सेस हुन्छ 500 मिटर भन्दा माथि नखन्ने भन्ने एउटा निर्णयमा लेखेको पनि थियो त्यति पनि टेन्डर दिँदाखेरि अहिले भर्खर लेख्नु भएको टेन्डर दिँदाखेरि है नगरपालिका हो कि अथवा प्रशासनले हो कि त्यो हामीलाई थाहा छैन 10 साल भयो हाम्रो यो 10 साल भयो हेर्नुहोस् यो पुल त्यस्तै के भनेर पुल चाहियो भनेर के भन्नु पुल 4 वर्ष भइसक्यो पुल बनेको छैन अनि त्यो चाहियो भनेर के गर्नु के गर्ने पुल मुनि गएर बाल्ला बनाउँछ हो कि नै त्यो चालीले एउटा रात परे नानी